यसपालि चाहिँ क्वालिफाई भइएन यसपालि त नाच हेर्न नि हुन्न र हाम्रो क्यामेरामा के हो र राम्रो यस्तो हेर्छन् भाइरल मान्छेको कस्तो हेर्न नि हुन्न र हाम्रो क्यामेरामा के हो र राम्रो यस्तो हेर्छन् पैसा ल्याउ त पैसा ल्याउ छैन हेर्नु त लिब्रो अरे बन्टीले त बनाएको अरे मान्नु भएन अरे भन त भन आफ्नो कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिन त के भएको उता खिचाउनु हिरोइनीहरूलाई उता खिचाउनु हिरोइनीहरूलाई होइन तिमीहरू कहिले सुध्रने अब फुर्सद हुनु पर्यो नि सुध्रिनलाई मलाई खोजे खान त के भने अनुरोध गर्दछु भित्र आउनुलाई तिर्नु भएको छ सेलाइसक्यो अब केही बेरमा तात्छु अनि पसलको व्यापार कस्तो भइरहेछ सर ए धमाधम खत्रै भयो सबै आइदिनु होला कान्नेर सारे हाम्रो हिरोइनी निर्ता पछिको पछि त होइन सबै मभन्दा अगाडि छन् अहिले बहिनीहरू राम्रो दिदीले सिकाएको त हो नि दिदी राम्रो भएर पनि राम्रो भएको छ नि त म त आफूलाई राम्रै लाग्दैन खाइदिनु होइन रिजो दिदी मेरो बनाएन दिदी म कर्णालीको मेरो दिदी भन्थ्यौ त कता गयो भाइ मेरो भाइको मोमो धेरै बिक्री गराइदिनुहोस् है हेरिदिनु नानी यहाँ एबिएफले फाइनल हान्छ होला चिरन्छ होला होइन सपोर्ट अड्नु पर्यो अब अरू के सपोर्ट गर्नु पर्यो यहाँ एटिएफको भइसक्यो सर के छ खबर ब्लग आइरहेको छैन त किन अलिकति व्यस्त हुनुहुन्छ बनाउनु पर्ने सुनि ब्लग 07 मा धेरै माया गर्नुहुन्छ होइन दर्शकबिनहरूले खोजिरहनु भएको छ सेलाइसक्यो अब केही बेरमा तात्छु अनि पसलको व्यापार कस्तो भइरहेछ सर ए धमाधम खत्रै भयो सबै आइदिनु होला कान्नेर सारे हजुरको लोकेसन भनिदिनु न स्वयम्भूको कान्नेर स्वयम्भू 5 धारा चोक अनि के पाइन्छ त्यसमा हजुर त्यो जर्सीहरू पाइन्छ होइन खेलाडीहरूको फुटबलको क्रिकेटको भलिबलको सबै कि भलिबल अलिकति ल सबैले वाला माया गरिदिनु होला स्वयम्भूमा चाहिँ उहाँको जर्सी वाला पसल छ होइन उहाँले सुपथ मूल्यमा दिनुहुन्छ ल किन लजाउनु भएछ त्यसरी है आजभोलि यस्तो ल बधाई छ जय नेपाल के हो यो आर्म्स भन्छ यसलाई त्यहाँनिर राखेर अन्डा फुट्छ कि नै त्यहाँनिर यस्तो राखेर अन्डा फुटाल्छ नि त के हो ल है सरको यत्रो बडी हेर्नुहोस् मान्छे पनि जङ्गो हुनुहुन्छ फोन आइरहेको सरको भाइ नमस्कार यो त ए नमस्ते भाइहरूलाई के सिकाउनु भएको सर अघि बिस्तारै हानेको भन्नुभयो हो एकदमै राम्रो सरले चाहिँ सिकाइरहनु भएको छ हारमान हुन्न अङ्क छ एकदमै टुकटुकुलिएर किन ए ल कुल्लो तानातान गर्नु पर्यो त ताना तान्बो हान्नु भन्नु पर्यो त खेलाडीको कार्ड लैदिए भित्र आफै दिने अनि लैदिइहाल्छ ल ठिक छ हामी यतातिर पनि जान्छौँ सर है त मणिमुकुन्दको भाइहरूसँग हिजो बनाएको थिएँ बेस्ट अफ लक भनेको थिएँ होइन भाइहरूको गेममा म यति उफ्रेँ कि अब यस्तो अप्ठ्यारो भयो कि भिडियो काट्नुपर्ने अवस्था आइसकेको छ मेरो भाइको गेम राम्रो थियो आज जित्नुपर्छ भन्ने छैन नि बेस्ट दिने हो आफ्नो बेस्ट दिने होइन सर राम्रो गरेको थिएँ मन शान्त बनाउनु के गर्ने भाइ मन शान्त बनाउनु अब जोगी बनाऊ
मन शान्त बन्छ। के भने बुझेन मैले भाइ दिपेश भाइ के छ निराश हुने होइन नि त खुसी छ होइन नै अब हार्नु र जित्नु त अब एउटा खेलको नियमै हो होइन एउटाले जित्ने हो यत्रो टुर्नामेन्ट होइन तर अब गेम चाहिँ आज ओभरअल हिजोभन्दा अलिकति राम्रो भएको थियो सुधार हुँदै गएको थियो अब हुँदै जान्छ होइन भाइको त मैले यति राम्रो माने हो कुरै नगर भाइको सर्भिस मात्रै मिलाउनु पर्छ अरू सब ठिक छ होइन सर के लाग्छ तपाईँलाई सरको त्यो रियाक्सन देखेर दाँत छोड्दै दाँत त राम्रो छ हिरोवाला हाम्रो दिपेश भाइको भाइ होइन दाइ ए ल राम्रो छ दाइ भाइ हो सम्धी छोरी दिइसक्यो छैन पाएर दिने हो पाएर दिने मैले छोरा पाउने छोरी अनि बिहा गरिदिन्छु ए हो कुरा भइसक्यो सम्झिलो पनि भइसक्यो ठिक छ अनि ओभरअल राम्रो थियो आज गेम लास्ट सेट जित्छ कि भन्ने भएको थियो सबैलाई जस अब म पनि उफ्रिरहेको थिएँ जस पछाडिबाट होइन दाइले चुप लाग्यो भन्नुहुन्छ म उफ्रे आफै राम्रो थियो भाइको के कस्तो लाग्यो भाइहरूको गेम राम्रो छ होइन अब तनाउ पनि जानुहुन्छ तपाईँहरू खै के भाइ स्याट त छैन नि भित्र मलाई खोजे खान त के भने खान अनुरोध गर्दछु भित्र आउनु होला तिमीलाई बोलाएन मलाई चाहिँ दिदी यस्तो सानो तिनीमा कार्यक्रम बोलाउनु केबिएलको कार्यक्रममा बोलाएन आज छैन अस्ति त्यो निर्वाचन भएको थियो गएको थियो म त गएर आएको जिताउनु पर्छ जसरी नि भन्न त के भन्ने फेरि मैले गाली खान्छु गाली खानु यो चाहिँ नराख्नु दिदी गाली भन्छ फेरि केबिएलले जितायो यो जेन्जीले पनि है केबिएललाई रुचायो केबिएलले रुचाउनु पार्छ दिदी केबिएललाई रुचाउनु पाइन्न र आफ्नो आफ्नो धारणा हो नि त होइन र सर हो यो मान्छेको बनाउनु कि बल्ल बल्ल पैसा धेरै को मान्छेको बनाइरहेको छु अघि त्यो नेटबाट पनि घुसेर टाउको घुसेर तिम्रो हेरिरहेको थियो तिम्रो सिग्नल हेरिरहेको थियो त्यो भाइले टाउको घुसाएर राम्रो छ हाम्रो भाइ सुरुमा राखिदिन्छु ल ल अब गाडी निकाल्नु मिल्दैन रे हाम्रो बिचरा अब यस्तो प्याक छ कि ल कमरेड अभिवादन कमरेड भन्नु पर्यो त अनि खै यस्तो गरेर केबिएलको भएपछि गर्नु परेन त होइन कसको त भाइ प्लेयर अफ द म्याच भएन र एकछिन बस्छ नि यहाँनिर भात खाएन हामी नि त खाएन नि त नि हामी त गेम हेर्न आँखाम भाइहरूको आज प्लेयर अफ द म्याच हुनुभएको थियो आज नाम आउँछ भन्ने थाहा थियो पक्कै पनि ढुक्क थियो होइन लडेर परेर भाइहरूको खेल कस्तो थियो त मडी मुकुन्दको बबाल थियो होइन कस्तो हेर्न नि हुन्न र हाम्रो क्यामेरामा के हो र राम्रो यस्तो हेर्छ भाइरल मान्छेको त देखाउनु पर्यो त झन् ल खाना जाने ल पछि भेटौँला त ल हजुरहरूलाई पनि बेस्ट अफ लक अर्को ठाउँमा नि भेट हुनेछ है राम्रोसँग सेट बाई 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 ल ल बाई बाई ल राम्रोसँग खेल्दै अझै ट्रेनिङ गर्दै जानु है ल बाई दिदी गुड बाई गुड बाई गुड बाई बाई गुड बाई अर्को ठाउँमा भेट्नुपर्छ ल भाइहरू गए अब के गर्ने हो मैले कोसँग बनाउने भिडियो गर्नु भाइ मैले गर्नु पर्यो मुगल हेटेर राछ मैले के खानुभयो यस्तो हिरोलाई खिचेर बल्ल पो हिरोइनसँग जाने हो त होइन त नानी हो नि हाम्रो लागि त हेन्डसम हाम्रो लागि त भगवान हो है धेरै दिन त के हो यस्तो त्यस्तो छैन पुरा गुपचुप अरे अब देखिन्न अरे के मलाई त्यो देखाइरहेको छु मैले हाम्रो गुरु क्यामेरा पछाडि फेरि बोल्नुहुन्न कि क्यामेरा अगाडि ल म पछाडि गराइदिन्छु किन सर रिसाउनु भएर मसँग छैन बहिनीसँग सर रिसाउनु भयो भने त फेरि है निर्दा हिजोको क्याटवक कस्तो लाग्यो आफ्नो हजुर क्याटवक कस्तो लाग्यो आफ्नो ए बाबा कस्तो रियाक्सन आइरहेको थियो मान्छे किन धमिलो आयो हाम्रो हिरोइनी निर्ता पछिको पछि त होइन सबै मभन्दा अगाडि छन् अहिले बहिनीहरू दिदीले सिकाएको त हो नि दिदी राम्रो भएर पनि बहिनी राम्रो भएको छ नि त म त आफूलाई राम्रै लाग्दैन खै किन
होइन पहिला पनि एकदम राम्रो भएको छ है पहिला पनि राम्रो थियो तर यति राम्रो केबाट भएको हो कि आजकल हलमा ट्रेनिङ गरेर हो कि धेरै होइन फेसन क्लियर भएर राम्रो भएको छ सबै ल आज गेम कोसँग छ अरे एनपिसीसँग होइन कस्तो होला त खेल अब हेरौँ खेलो भन्न सकिन्न है गेम खेलेपछि तपाईँलाई साथ दिने भएपछि पुग्छ मान्छे खेल्नुपर्छ साँच्चै कति राम्रो मानेछु कि मैले त झन् त्यो मैले त्यो थम्बेल बनाएको थिएँ नि थम्बेलमा अगाडि राख्दाखेरि यति राम्रो लाग्यो आफैलाई मन परेको अलिक ठुलै बनाइदिएँ मैले के छ यो सुन्दरताको राज के छ सुन्दरता त छैन तर अहिले चाहिँ हामी यो क्लोज क्याम्पमा भएर कभर्ड हलमा ट्रेनिङ गर्ने भएर चाहिँ हाम्रो आफ्नो असलियत अनुहार छ अनि अरू बेला त बाहिर बाटोमा अनि घाममा त्यो घामले डढेर कालो त्यो आफै अनुहार चिन्ने गाह्रो हुन्थ्यो क्या धेरै घाममा हिँडेपछि त्यस्तो हुँदो रहेछ कि अहिले त तपाईँहरू जुन सेप हुनुभएको छ त्यही असली अनुहार आइरहेछ अब 1-2 महिनामा हेर्नु न बाहिर ट्रेनिङ गरेपछि हाम्रो असलियत कस्तो हुन्छ कालो न कालो ल बेस्ट अफ लक है त सर गए त नानीहरू गुड लक सरले पनि गुड लक भनिदिनु भएको छ हामी पनि उहाँहरूसँगै छौँ है उहाँहरूको गेम अहिले एकछिनमा हुन्छ दुईवटा सेट भएको भर्खरै तपाईँ फेरि झोला बोकेर कता जानु भयो विदेश अब विदेश ए हो सर जाउँ आउनु के काम छ म आफ्नो सपोर्टर आफै हो भने त्यसरी भाइरल भएको छ त के हो यो हेर दिदीको सपोर्ट हो कि न हेर तिम्रो आफ्नो भाषा बोल त ल आउँछ नि त तिम्रो आफ्नो भाषा नानी तपाईँले गोरा बोल्न आएन खै आफ्नो भाषा बोल त खै नानी खै बोल्नु त सो गाली गर त तिमीलाई मलाई मलाई आउन सिक्नु पर्यो सिकाउँनु पर्यो त पहिला गाइस हैन के रे एबिएफले फाइनल हान्छ होला चिरन्छ होला हैन सपोर्ट अद्दु पर्यो अब अरु के मेरो सपोर्ट म आफै हुँ भन्थे हिजो अनि अब खेल्ने मान्छे अरूको सपोर्ट हुन्छ एउटै ठाउँको तपाईँहरू चिने पल्लो पल्लो घर हो ल एकछिन खोल्न दिएको छ है त बन्टी खै कहाँ लुग्यो बन्टी अस्ट्रेलिया जुत्ता खै कहाँ देखाउँछ नि कसले पो तपाईँले ल्याइदिएको बाबु भात लाग्यो क्या भात होइन आज के धेरै भयो ऊ त्यो हाम्रो दाइलाई देखाउनु तपाईँ दाइलाई यही त छ नि त देखाइ त राख्छु यति गर्छन् कि दाइ यति लाज मान्छ नि पुरै एउटा केटी खोज्दै गरेर क्या राम्री दाइ सुर्खेतको चाहियो कहाँको चाहियो सर कहाँ चाहियो दाइ बेचेट नगर न कहाँ चाहियो क्या सबै विनोद चन्दले बिहा गर्यो भन्छ यो क्यामेरा लिएर बन्टी के भन्न चाहनुहुन्छ उहाँको विषयमा छैन हेर्नु त लिब्रो अरे बन्टीले त मनाएको अरे मान्नु भएन अरे मानेनन् मन पराउँछौ हो साँच्चै फ्रेममा भन यहाँ बोलिरहेछ भन त भन आफ्नो मनको कुरा तिमीलाई म मन पराउँछु अब यो कन्टेन्ट यति भाइरल हुने भयो कि ल बन्टीले हाम्रो उसलाई विरोधलाई पिसो हो कि दाइले नमाने कारण के हो कि के हो दुइटै सानो भयो अब लिब्रोको छोराछोरी कत्रो होला भन्ने हो र बन्टी अब त्यस्तो मलाई थाहा भएन छोराछोरी अरू बात गरेर अग्लन हुन सक्यो मैले 10-12 चोटि मैले भने हो तर मलाई लास्टमा दाइ नै भन्नुपर्छ तैँले भो ए विनोद सरलाई त्यसो भए मनदेखि माया गरेको तर लास्टमा दाइ बनाइदिए पीडा रहेछ बन्टीलाई कठै अलि बोयफ्रेन्डले देख्यो भने फेरि मार्छ है तिमीलाई भयो पो भन न कहाँ भाग्यो कि यता नि यहाँ हाम्रो रमाइलो चलिरहेछ है अन्यथा रमाइलो चलिरहेछ बन्टी ब्लग आइरहेको छैन कि किन हो र आइरहेछ आइसक्यो त त्यो कट मात्रै देखेँ थिएँ मैले त्यो उसमा हिजो अस्ति पनि
हालिसकेको छ हाल्नु है हजुरकोबाट राम्रो गइरहेछ त हेर्नु भएको तपाईँको पनि चल्नु पर्यो हाम्रो हिरोनी एपिएफ कि नयाँ हिरोनी यहाँ छिन् है टक्क लाएर हाई गरिदिनु बहिनी हजुरलाई त राम्रो त तपाईँ त लजाउनु नि राम्रो मान्छेहरू लजाउनु हुन्न अब एपिएफ र एनपिसीको छ है आज गेम कस्तो होला त यमुना उडी उडी चुप्पा दिने आज उडी उडी चुप्पा हिजोको भिडियो कस्तो लाग्यो त एकदम राम्रो लाग्यो नेपाल प्रहरीको बसायो कति राम्रो हुने झन् हेर्दा ल बन्टीलाई धेरै धेरै धन्यवाद छ मेरो ब्लगमा यति राम्रोसँग बोल्छिन् कि है कोही हुनुहुन्छ नि मनदेखि सफा छ बहिनी मान्छेलाई कसलाई मनपर्छ बोल्न मनपर्छ कोहीलाई मनपर्छ कोहीलाई मन पर्दैन तर मलाई मनपर्छ जो हजुरको काम चाहिँ एकदम मनपर्छ किनभने खेलाडीहरू पुराना नयाँ सबैलाई इन्टरटेन राम्रोसँग दिइराख्नु हुन्छ थ्याङ्क यू सो मच मेरो बहिनीले मेरो भावना बुझिदिएकोमा हेर न मैले त लाएन आज हेर्नु नि अहिले त कति यता आऊ त यता घाममा यता शीतलमा आऊ त अलि यताबाट यसरी फर्क्यो सर र बहिनी है उता फर्क्यो अनि सर यतातिर हेर है ल सर र हजुर मोडल पनि बनाउने मोडल बनाउनु तपाईँ नै हो त नि तिमी जाने तिम्रो त काम चाहिँ म जान्न पछाडि को खै तिमी मोडल कोन खै कोन खै यो अर्की मोडल यहाँ चाहिँ यहाँ काट्दैछन् यो दाँतले काटिदिनु लाग्छ खतरासँग ए हाम्रो बहिनी कति राम्रो देखि म त नचिनेको हेर बहिनीको आँखा हेर आँखा आँखा हेर्दैन कहिले आँखा हेर्दैन तिमीहरू खै ढलेर देखाउने एकचोटि ढले बहिनी उयो ढलिसके सर तपाईँ मेरो फ्रेमबाट भाग्नु भएको छ म नल्याइ छोड्दैन जान तपाईँ त हाइलाइट हुनुहुन्छ सर बन्टीले 12 चोटि भने मान्नु भएन भन्दैछिन् लास्टमा दाई बनाएँ मैले भन्दैछिन् काट्दिने होइन राख्ने ऊ बुढो मान्छे भएर त अनि खोज्नु भने त जान होइन 35 भइसक्यो मान्छे 50 सम्म पनि तर्ने हुन्छ नि केटा मान्छे होइन भाइ 50 सम्म भाइ ल तपाईँहरू रमाइलो भित्र गइसकेको